भ्लग बनाउनु पर्यो यहाँ अब यही मलेसियाको कस्तो लाग्यो त ठिक छ नि हैन हाम्रो ग्रिन गार्डन कहाँ उडाइराखेको यता हेर्दैछ त्यसले त अहिले त्यो घरको छेउछेउमा लिएर गएर गऱ्यो भनेदेखि त त्यसलाई त रिपोर्ट परिहाल्छ त नि गुम्बा यहाँबाट ठ्याक्कै यो बिल्डिङले छेकिँदछ गुम्बा धेरै पर गएर माथि चढ्ने त्यहाँबाट त्यो डाँडाबाट यो एरिया सबै देखिन्छ कि यो पर चारैतिर के सबै त्यहाँबाट एकचोटि जाउँ भनायो त नि अब खै अब यो अब निरज आएपछि अनि ठ्याक्कै छुट्टी मिल्छ अनि त्यतिखेर अनि जाउँ अनि एकचोटि पेनाङ हिल राई नजाने नि त राई नजाने राइट गएन भने अब ठिकै छ दामी छ त्यसो भए ड्युटी पनि किन गइराखेँ त अब एकचोटि ड्युटी गइराखेँ यस्तो साथीहरूसँग के हुन्छ अरे नाच्ने त डाइट नाचेकोमा भिडियो बनाएर यहाँ ट्यागको हालिदिन्छ सरी खाइलाई अहिले खाएर लाएर तिनलाती हे मलेसिया भने यस्तै छ ल हेर्नु ल नेपाल र मलेसिया के फरक छैन यो चाहिँ जङ्गल ट्र्याकको बाटो हो पुरै माथिसम्म एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने हामी बस्ने ब्लग चाहिँ ग्रिन गार्डन चाहिँ पनि ठुलो ब्लग छ है पुरा छ ब्लगहरू धेरै माथिसम्म जाँदैछ त्यो त एउटा नेपालमा चाहिँ अमेरिकाबाट पठाइदिएको उसको चाहिँ यसरी भिडियो बनाउँदाखेरि ल हराइदियो भनेर एउटा उसमा युट्युबमा हाल्दा थियो यसरी भ्लग बनाएर साथीले मागेको दिएको साथीलाई दिएको साथीले कहाँ पुर्यायो वापसै आएन खोइ कहाँ छ है